साथीहरू नमस्कार। सम्पूर्णमा आज म मेरो युट्युबको पहिलो भ्लग बनाउन गइरहेको छु। यहाँ हाम्रो प्लानको मुताबिक हामीले यो के भन्छ पुदिनाको चटनी विथ आँप, काँचो आँप हैन। अनि त्यसपछि हाम्रो प्लानको मुताबिक मैले भात दाल पकाइसकेँ। अनि त्यसपछि यहाँ मेरो बुढीले आज स्पेसल साग बनाउँछु भन्दै छिन्। यो चाहिँ तपाईको न्युरो, यो न्युरो हो। हेर्नुस्, मैले धोएर सफा गरेर राखिसकेको छु कोलेन्डरमा। अनि यो चाहिँ हाम्रो तोरीको साग, यसलाई पनि मजाले पखालेर राखिएको छ। यता चाहिँ हाम्रो म्याडमले मसला बनाउँदै हुनुहुन्छ यो न्युरोको सागको लागि। अब हाम्रो यो खाना बनाउने प्रक्रिया अगाडि बढ्दैछ। नयाँ स्पेसल, नयाँ टेस्ट गराउँछु भन्नुभएको छ म्याडम। हाम्रो म्याडम चाहिँ मेरो म्याडम चाहिँ अलि खाना बनाउनमा बढी अलि जाँगर देखाउनुहुन्छ, अलि इन्ट्रेस्ट छ खाना बनाउनमा। ल है साथीहरू, कस्तो बन्छ आज हामी नयाँ रेसिपी बनाउँदैछौँ है, सागको र पुदिनाको चटनी। खुर्सानी, जिरा र टिमुरको मसला तयार भयो हाम्रो यो सागको लागि। न्युरोको साग र तोरीको सागमा यसरी हाल्दा मिठो टेस्ट आउँछ भन्नुहुन्छ म्याडमले। हाम्रो यो साग बन्ने प्रक्रिया अगाडि बढ्यो। साथीहरू यो टमाटर, सागमा नि टमाटर हाल्छन् र भन्नु होला। यो न्युरोको सागलाई चाहिँ हल्का टमाटर र मसला हालेर फ्राई गर्यो भने मिठो हुन्छ र स्वादिलो पनि हुन्छ। त्यो हुनाले म्याडमले मिठो स्वादको लागि, नयाँ टेस्ट दिनको लागि मसला र टमाटर हालेर बनाउँदै हुनुहुन्छ उहाँ चाहिँ मेरो म्याडम। त्यो के हाल्नुभयो म्याडम? मेथी। अब न्युरो हालिदिनु। म चाहिँ म्याडमको असिस्टेन्ट। यसरी न्युरोको सागलाई मजाले फ्राई गर्नु।